उपस्थित अभिभावकज्यूहरू, समय एउटा सधैँ बगिरहने खोला हो। यसलाई कसैले रोकेर रोकिँदैन र कसैले पर्खेर बस्दैन। आफ्ना आमाबुवासँग बसी रमाइलो गर्न पाउँदा सुरुमा बनिएको 2 घण्टाको समय त थाहा नै नपाई बिति पो सकेछ त। हामीले आजको कार्यक्रम मार्फत हामीभित्र भएका विभिन्न रमाइला कला र सृजनात्मक प्रतिभाहरूलाई राम्रो पारेर देखाउने कोसिस त गरेका हौ, तर हामी साना बालबालिकाहरूले देखाएकी कलामा प्रतिभाहरूमा पक्कै पनि बालपनको सुगन्ध पाउनु भएकै होला। यसमा साना बालबालिकाहरूले देखाएकी कलामा प्रतिभाहरूमा पक्कै पनि बालपनको सुवास पाउनु भएको होला भन्ने आशा राख्दछौँ। आजको कक्षा 2 को अभिभावक दिवसलाई सफल बनाउन यहाँहरू समयमै आउनुभयो। हामीलाई हौसला दिनुहुने हाम्रा आदरणीय अभिभावकज्यूहरू, सबै व्यवस्था मिलाइदिनुहुने प्रधानाध्यापकज्यू, विद्यालय प्रशासन दाइ तथा दिदीहरू कडा मेहनत गर्नुभयो। विभिन्न सिप र कलाहरू सिकाउनुहुने हाम्रा गुरुआमा र गुरुबाहरूप्रति धन्यवादका साथै हार्दिक आभार प्रकट गर्दछौँ। अब आउने दिनहरूमा पनि यसरी नै यहाँहरू माया, सहयोग र हौसला पाएर अगाडि बढ्न थालेका छौँ भन्ने आशा राख्दै कार्यक्रमको अन्तमा आमाको माया झल्कने गीत प्रस्तुत हुँदैछ, स्वीकार्नुहोस्। आजलाई मेरो साथीहरू पनि यस कार्यक्रमको माझबाट बिदा हुन्छौँ।
कार्यक्रमको अन्तमा पुगिसकेका छौँ। कार्यक्रमलाई विसर्जन गरिदिनुहोस्। प्रधानाध्यापक फादर विजय प्रताप टोप्पो एसजेज्यूलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। सबैजनालाई नमस्ते र गुड। पक्कै पनि आमा बुवाले आफ्नो सानो नानी बाबुलाई देखेर धेरै नै खुसी हुनुभएको छ होला। अहिले पनि कोही कोही रङ्गीचङ्गी नै देखिरहेका छन्। Congratulations dear students. A big applause to all the students, teachers, volunteers, and all those who were in charge of something or other in order to help the students. One of the key factors that we look into in the school is the holistic development of students. नेपालीमा हामी ती कुरालाई सर्वाङ्गीण विकास भन्छौँ।